हाम्रै माननीय गृहमन्त्रीजीले के भन्नुभयो भने 2080 चैत्र 10 गते जीवी राई आकाश सोची पातलो समातेर ल्याउँछु भन्नुभयो उहाँले। गृहमन्त्रीजी यो कुरा याद छ कि छैन? मैले मितिसम्म भनेको छु, अन्यथा नमान्नु होला। आज के भने मैले भने अगाडि राजनीतिमा आउनुभन्दा अगाडि जे कुरा उद्गार गर्नुभयो त्यही तरिकाले बोल्दा कहाँ गयो त आज जीवी राई? तपाईलाई थाहा छ कि थाहा छैन? म भन्छु फेरि, त्यसको ठीक 50 दिन पछि 2081 वैशाख 29 गते तपाईले भन्नुभयो भरतपुर विमानस्थलमा भन्नुभयो जीवी राईलाई अघिल्लो सरकारले भगाएको हो। को प्रधानमन्त्री? सम्माननीय पुष्पकमल दाहाल हुनुहुन्छ। को गृहमन्त्री? माननीय नारायण काजी नै हुनुहुन्छ, तपाईको अगाडि हुनुहुन्छ। आज कसरी भगाउनु भयो कि भएन अगाडिको सरकारले? आज त्यसको दोष कसले लिने? समयमा 50 दिन पछि तपाईले भाषा फेर्नु भएको छ। यस्तै तरिकाले मुलुक चल्छ? यही तरिकाले गृह मन्त्रालय चल्छ? यही तरिकाले मुलुक हाँक्न तपाईहरुले सक्नुहुन्छ? म अर्को भन्न चाहन्छु फेरि, तपाईले भन्नुभयो 3वटा फाइल खोल्यो भने यो मुलुकमा तपाईकै भाषा प्रयोग गरिरहेको छु, त्यसका लागि सरी। 3वटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन्, संसदमा हुँदैनन् भन्नुभयो तपाईले। तपाईले भनेको तपाईले होइन भने मसँग यही मोबाइलमा होला रेकर्ड राखेको छु। तर के भने के अहिलेको के भन्छ डिप फेक भन्छ भने त मलाई थाहा छैन, तर यसो हेर्दा तपाईकै अनुहार जस्तो लागिरहेछ मलाई। त्यसमा पनि तपाईले के भन्नुभयो भने मुटु सिंहको जस्तो हुनुपर्छ, फिस्टाको होइन भनेर भन्नुभयो। शब्दमा गडबड छैन। म तपाईलाई भन्न चाहन्छु 3टा फाइल के हो मलाई भन्नुपर्छ तपाई। म पनि के भने यो पार्लियामेन्टको एउटा सदस्य हो, तपाईले मलाई बताइदिनु पर्छ। आज म भन्छु 3टा फाइल, ती 3टा फाइल कुन फाइल हुन्? ल भन्नुस्, तपाई सक्नुहुन्छ? तपाईको शक्तिले भ्याउँछ कि भ्याउँदैन? त्यसैले म तपाईलाई भन्न चाहन्छु किन ढिलो गर्नु भएको छ फाइल खोल्नु? गृहमन्त्री तपाई हो, अरूलाई फिस्टाको मुटु भन्नुहुन्थ्यो। तपाई त कि सिंहको मुटु भएको मान्छे हो। के कारणले तपाई सुतिरहनु भएको छ अहिले? के भन्नुस् कि म सिंह हुँ, म सुतिराखेको छु अहिले भन्नुस्? उठेपछि जे पनि गर्छु भन्नुस्, जे पनि गरेर देखिहाल्नु पनि। तपाईहरुका क्रियाकलापले यो भन्दा अगाडि तपाईले देखिसक्नुभयो। आज त्यो परिस्थिति के हो त्यसलाई पनि भन्नुस्। म भन्छु तपाई कसलाई धम्काइरहनु भएको छ? मलाई लाग्छ तपाई सत्तामा बसेका त तपाईले सल्लाह गर्नु भएको छ। तपाईले धम्काएको कांग्रेसलाई होला भन्ने मेरो अनुमान छ। अलिअलि म बुझ्न सक्छु। म तपाईलाई स्मरण गराउन चाहन्छु, नेकाको संसदीयको बैठक 2081 जेठ 7 गतेको बैठकले निर्णय गरेको छ। निर्णय नम्बर 3 हो, तपाईलाई पढ्न अप्ठ्यारो होला। माननीय रवि लामिछानेले नेपाली कांग्रेसका विभिन्न नेताहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिको छानबिन, अनुसन्धान र विषय प्रमाणित गरेर देखाउन नेपाली कांग्रेस खुला रहेको यो बैठक छहर गर्दछ। ल नेपाली कांग्रेसले भन्यो आफूले, ल ताकत छ 3टा फाइल कसको हो, कुन नेताको हिम्मत छ, त्यो कुरा पनि मैले भनिदिनु पर्ने हो। मलाई के लाज छैन, मलाई छैन। यो मुलुकको संसद भएका कारणले मैले भन्नुपर्ने अवस्था छ। तपाईले निर्मलाको पत्ता लाउँछु भन्नु तपाईले 79 मा तपाईले पहिलो निर्णय गर्नुभयो, पत्ता लाउनु भयो। छानबिन गर्नुस्, सफाई पाए बधाई दिउँला। गिरिबन्धु टी स्टेटको छानबिन गर्न तपाईको सिंहको मुटु छ, सक्नुहुन्छ त्यही तपाईले। त्यसैले क्यान्टनमेन्टको घोटालाको बारेमा तपाई छानबिन गर्न सक्नुहुन्छ? तपाई ओम्नेर यतिको बारेमा छानबिन गर्न सक्नुहुन्छ? त्यसैले म तपाईलाई भन्छु यो अवस्था मुलुकको हो। अब के भने त कूटनीतिक मामलामा पनि आज मुलुक अत्यन्त संवेदनशील परिस्थितिमा भएको छ। आज कालापानी हाम्रो हो, आज गुन्जीदेखि सबै हाम्रो हो, तिरेको छ, सबै निर्वाचनमा भाग लगेको छ। तर यहाँ सबै कुरा के नोटमा लेखिने कुरा गरिन्छ, लेख्नुपर्छ, स्वागत योग्य छ। यहाँ पाठ्य पुस्तकमा लेख्ने कुरा स्वागत योग्य छ। तर भारतका प्रधानमन्त्रीलाई गएर कालापानी हाम्रो, हामीसँग प्रमाण छ भन्ने ताकत प्रधानमन्त्रीको हुनुपर्छ कि पर्दैन? आज नेपालभित्र एउटा कुरा भारत गएर अर्को कुरा गर्ने आज परिस्थितिले नेपालको अवस्था यही भएको छ। कूटनीतिक मामलाहरूमा पनि कुरा गर्दाखेरि तपाईको के भने कुनै प्रतिदिन राखेर व्यक्तिगत कुरा गर्ने कारणले पनि मुलुकको अवस्था अत्यन्त कमजोर छ।